छोरी किस्ने त्यो डाँगेर चुलबुलको साडे भरेर हिँडेछ अरे तपाईहरु मलाई मेरो घरको बाटो कता छ बताइदिनुस् न हैन भने म त हिँड्दा आफ्नै घरको बाटो गए जहिले यो घरमा आउँदाखेरि यो घरको तालछा नै बन्द होइन मेरो बुढी कहाँ गएको होला कहिले यो घरको तालछा खुला हुँदैन त बुढी ए बुढी कहाँ गयो यो छेदमाया हजुर कहाँ गएको जस्तो मलाई थाहा छ नि काकीले बोलाएको हो कि अर्काको नाठीले बोलाएको हो तिमी जस्तो भन्दा नि क्या हो बिहानदेखि बेलुकासम्म आउँछौ त्यही पनि खुट्टा भुइँमा छैन घर कुनो भन्दै कति दुनियाँलाई सोध्दै आयो होला आफू जस्तो जडिया सोध्छौ क्या हो जस्तो आफू उस्तै सोध्छौ हेर्नु यसको थुतुनो अझै ठेलो थुतुनो हो होइन मेरो बुढी त साह्रो पो रहेछ त ए बुढी होइन यसलाई के को हतार हो कसलाई भेट्नको हतार हो एकछिन राम्रोसँग कुरा गर्न कहिले सक्दैन त के कुरा गर्नु र तिमीसँग पहिला यता आइदियो नि त किन आयो ल भन कुरा के हो यता बस यस्तो जडियाले फेरि आज के कुरा सुनाउन लाग्यो हो सत्यमा बोल्नु सक्दैन मागेर सब के कुरा सुनाउन लाग्यो भन त अर्को दिन पो सत्य छैन आज सत्य हो साथी भएर खै टोपी तिम्रो शिरको टोपी खोइ यही हो साथीले यही गर्छ त्यसले बिर्स्यो त्यसै डाइलेक्ट धेरै भयो सब कुरा छोडिदेऊ मेरो कुरा चुप लागेर सुन मैले पारी गएको छोरीको बिहे गर्ने विचार मैले छोरीको बिहे गर्ने हो गर्ने हो गर्ने हो अनि छोरीको बिहे गर्ने बेला पनि हुनु पर्यो नि छोरी पढ्दै छ हाम्रो कहाँ बिहे गर्ने बेला भएको छ किन भएको छैन हाम्रो आमाले 4 वर्षमा बिहे गरेको मेरो आमाले मलाई 8 वर्षमा बिहे गरिदिनु भयो अनि अहिले चाहिँ 16 वर्ष 12 वर्षको हुँदा छोरी बिहे गर्न नहुने तिमीलाई के थाहा अस्ति भर्खर घरे साइली र माइलीले त्यत्रो उयोमा कष्ट र कष्ट गाउँ गाउँ गएर त्यत्रो उयो अनाउन्स गरेर सुन्नु भएन बिहे गर्ने र गराउनेलाई 20 वर्ष नपुगिकन बिहे गर्ने र गराउनेलाई कानुनी कारबाही लाग्छ भनेर थाहा छैन 3 वर्ष जेल र 75,000 जरिमाना हुन्छ भनेर त्यहाँ तिमी त्यो साइलीको होटेल अगाडि नै पोस्टर देखेनौ त्यहाँ पढेनौ अब बिहे गर्ने र गराउने पनि अपराधी हुन्छ यो जघन्य अपराध हो के कुरा गरे बुढी यावत कुरा छोडिदेऊ मेरो कुरा चुप्प लागेर सुन मेरो छोरीको बिहे गर्ने हो गर्ने हो गर्ने हो गरे त गरे त्यसो भए कहाँ हो छोरी बोलाऊ त्यसलाई त छोरी कहाँ हुन्छ त भित्र भान्सामा चाहिँ बोलाऊ त्यसलाई छोरी ए छोरी आछ हजुर मामी किन बोलाउनु भएको यहाँ बस त आऊ ल आई तिम्रो छोरी कुरा गर छोरी तिमीलाई अब बिहे गर्नुपर्छ नाइ बाबा म सब पढ्ने साथीहरु भर्खर पढ्दैछ म यति साढे उमेरमा बिहे गर्दिन साथीहरु पो पढ्दैछ त तिमीलाई मैले बिहे गर्दिने हो नाइ के बाबा म बिहे गर्दिन तेरो थुतुनो बन्द गर्छस् कि गर्दैनस् नानी बाबाले सम्झाउनु न बाबाले भने माने पुरा त नाइ के बाबा नाइ म बिहे गर्दिन एक गर्दिन दुई गर्दिन तिमीलाई बिहे गर्नै पर्छ जसरी भए पनि एक गर्नुपर्छ दुई गर्नुपर्छ तीन गर्नै पर्छ बन्द गर त्यो थुतुनो चुप्प लागेर केटा पछि आउने होला चिटिक्क पारेर छोरी लिएर आऊ छोरी
बस्छ भने मान्छेको छोरी नरो नरो जसरी नै अब छोरी मान्छे जसरी नै पढाइ गर एक न एक दिन जानुपर्छ छोड्यौ छोरी हिँड भित्र छिटो छिटो कपाएर लिएर आऊ ल के ल चलाएर बस्छ कति गरौँ नमस्कार हजुर नमस्कार तपाईँहरू आइपुग्नु भयो बस्नुहोस् हजुर बस्नुहोस् हाम्रो छोरो सम्पत्तिको कुरा गर्नुभयो भने चितवनमा लज छ काठमाडौँमा 3-4 तले घर छ भर्खर पनि हाम्रो पैसाले बनाएको छोरो त राम्रै रहेछ धन सम्पत्ति पनि धेरै रहेछ छोरो त मलाई मन पर्यो मेरो यो राम्रै छ नि छोरो त देख्नु भयो अब तपाईँको छोरी पनि हेरौँ न बुढी ए छोरी बाहिर आऊ त बुनु अगाडि नछेकन देऊ छोरी पानी त हाल्नुपर्छ हेर्नुहोस् हजुर मेरो छोरी यही हो नमस्ते नि गरिन आहा छोरी त कति राम्रो रहेछ नि हाम्रो घरमा भित्रबाट पाए त के कुरा गर्नुहुन्छ मेरो बुढी त विश्वको सुन्दरी रहेछ डबल भइहाल्छ नि शान्ति विशाल आउनु भएन त्यसो भए त ए अहिले भोलि नै बिहे गरौँ न त भोलि नै बिहे गरौँ अब मैले त छोरीको बिहे गरिदिने विचार नै गरेको छु तब तपाईँको इच्छा अनि त भोलि नै गरौँ न त ल हुन्छ हुन्छ ल अब चाहिँ हामीलाई पनि ढिला भयो अब हामी पनि घर जानु पर्यो बिहेको तयारी गर्नु छ भन्नु छ नि त्यो अनि यति चाँडो विवाह कसरी तपाईँहरू आज आउनुभएको लिने छोरीको बिहे कसरी हुन्छ र मेरो छोरालाई पनि अस्ट्रेलिया जानुपर्ने ढिला भयो अब जहाँ अब अस्ट्रेलिया जान लाग्नुभएको अब ढिलो हुन्छ भने अब हामीले के नै गर्न सक्छौँ र हुन्छ हजुरहरूको त्यो इच्छा ल हुन्छ भोलि छोरीलाई सिँगार राख्नु केही तयारी गर्नु पर्दैन टिका टालो गरेर हुन्छ नि हस् हस्त नमस्कार यो त चाबी यति ल जन्ती पनि आइसकेको रहेछ आउनुहोस् हजुर आउनुहोस् बस्नुहोस् बाउ त छोरा भन्दा तन्निने रहेछ छोरा चाहिँ बाउ उल्टो भएछ क्या हेर्नु हजुर तपाईँले त बिहेको एक दिनै तयारी गर्नुभयो पण्डितको पनि पारी फुर्सद भएन रे तपाईँको इच्छा नै कसरी बिहे गर्नुहुन्छ तपाईँहरूले पण्डित लिएर आउनु भएको छ भने
राख्नुहोस्। छोराछोरीको मन मिलेदेखि के को पण्डित? हो नि छोरी बोलाइहाल्नु न। छोरी ए छोरी बेहुली आयो है छोरी आइपुग्यो यही हो हाम्रो छोरी भएको एउटा सन्तानको नाममा यही एउटा छोरी छ हाम्रो पनि एउटै छोरो हो। हाम्रो पनि अब हजुरहरू कस्तो धनी सम्पन्नको परिवार त परेनौ। अब धन सम्पत्ति भनेकै अब उसलाई पढाइदिएकै छ। अब पढाइ पुरा गर्न पाएन तपाईँहरूले लगेर पढाउनुहुन्छ भन्नुभएको छ। अब त्यो सम्पत्ति उयो त्यो दायित्वको पनि अपेक्षा नगर्नु। अब के गर्नु र अब यस्तै रहेछ। आखिर सन्तान त एक न एक दिन पढाइ घर पठाउनै पर्छ। चित्त बुझाएरै बस्छु तर राम्रोसँग राख्नु है मेरो छोरी। हुन्छ छिटो टिका सलामी गरिहालौँ न। अनि तपाईँहरूले पण्डित लिएर भएन र? छैन नि। अब कस्तो खालको बिहे त यो बुढो? खै कस्तो खालका पण्डितहरू नै छैन। छोराछोरीको मन मिलेदेखि के को पण्डित? बुढो उठ्नुहोस्। अब पण्डितै नल्याइ टिका चाल त लाउनै पऱ्यो नि त। ए अहिले त ल उठ्नु न। कमसेकम छोरीको बुमा त बिहेमा त नखानु नि। जडिया तेलले खाएको छ खाएको छ। छोरीको बिहे हुन पाएकोमा म कति खुसी छु थाहा छैन तँलाई? खुट्टाको हिँडाइले थाहा भइसक्यो। आऊ टिका लाउन बरु। मेरो छोरी राम्रोसँग घर बस्नु। राम्रोसँग मेरो छोरीलाई पाल्नु है जाई। गई छोरी ससुरालमा गएर राज गर्नु ल। जय साहब मेरो छोरीलाई राम्रोसित राख्नु ल। अब पुलिस हिँडेर होइन डोरी मेरो घरमा आएर तिमीले हाम्रो घरलाई स्वर्ग बनाउनु ल बुहारी। नरो छोरी नरो। सानै छोरी छ नरो। बाबा नरो नरो। अब तिमी अब अघि भयो नि पछि भयो नि एक न एक दिन त पढाइ घर जानु खाने छोरी भएर त जन्म लियौ। नरो म पनि त तिमीभन्दा सानो उमेरमा मेरो बाबासँग आउँदा म पनि रोएर आएको छोरी। छोटो बा छोटो नरो। तर गएपछि चाहिँ कल गर है। तिम्रो आमा बुवा तिम्रै कलको प्रतीक्षामा हुनेछ है छोरी। जाइ राम्रोसँग मेरो छोरीलाई लिएर जानु है। कहिल्यै नरुलाउने सुखमा हुर्काएको छ। बाबा म गएँ है, मम्मीलाई कहिल्यै दुःख नदिनु है। ल ल जाऊ राम्रोसित सुखी बस। सुखी र सम्पन्न परिवारलाई सम्हाल। छोरी गएपछि बल्ल यो पाउको आनन्द भयो। यो गरिबको छोरी बिहे गर्नुको कारण के हो थाहा छ छोरा? थाहा छैन बुवा। त्यसको पछाडिको एक मात्र कारण हो 10 लाख। 10 लाख हो छोरा 10 लाख। 10 लाख कसरी हुन्छ नि 10 लाख?
मेरो साथीले मेरो एउटा साथी छ जसले यो काम गर्छ। आहा 10 लाख आयो भने मलाई एउटा रानी हार र बाइलेती रानी बनाइदिएर बुढा। हुन्छ यो सब हाम्रै छोराको लागि भनेर त हो। अब फोन गर न त छिटो। हुन्छ। हेलो हेलो साथी मेरो घरमा एउटा राम्रो माल छ म कहाँ लिएर हुन्छ साथी ल सब थोक भयो यो दुईटा यो कुरा चाहिँ हामी दुईको बिचमा मात्र रहनु पर्यो है ल ल साथी छुट्याएको होला है यो छुट्याएको होइन होला अब त यिनीहरू नै होला ए बुढो बिहे भएको यत्रो महिना बितिसक्यो छोरीले त कलै गर्दिन् त तपाईँको मोबाइलमा कल गरेको थियो कि हेर्नु न हो एकचोटि मेरो मोबाइलमा त बिहे भएको दिनदेखि त एकपल्ट पनि फोन आएको छैन हेर्नुहोस्। के भयो त हाम्रो छोरीलाई बिहे गरेपछि त कल गर्छु भन्थे यत्रो दिन भयो होइन कहाँ गयो के छोरीको मन पनि त्यस्तो कठोर त थिएन। मेरो दिमागमा यावत कुराहरू सधैँ घुमिरहन्छ त्यो कुराहरू छोड्दै छोरी त राम्रै होला नि ससुरालमा। खोइ के गर्नु अब बिहे पनि कस्तो हो एक दिन आएको अर्को दिन लग्यो पण्डित नि बोलाएन खोइ मलाई त शङ्का लाग्न थाल्यो है बुढो के हो यो। नमस्कार आन्टी अङ्कल सन्चै हुनुहुन्छ? नमस्कार अनि खाजा खानुभयो? खाइसक्यो नानी। अनि हजुरको छोरीको त बिहे भएको भनेको सुनेको थिएँ हामीले त। हजुर बिहे भएकै हो। अनि अहिले चाहिँ कहाँ छ नि हजुरको छोरी? अब बिहे गरेर दिएको छोरी कहाँ हुन्छ र माइतमा त हुन्छ नि त कहाँ यहाँ हुन्छ माइतीमा हेर घरमा हुन्छ बिहे नगरेर भएको माइतीमा छे भन्नु अब बिहे गरेर गए चाहिँ आफ्नै घरमा छ नि। तपाईँहरू अहिलेसम्म भ्रममा हुनुहुन्छ है? के को भ्रममा र के को भ्रममा हुनु? तपाईँको छोरी अहिले इन्डियाको बोर्डर कटाइसक्यो मान्छेले अनि तपाईँहरूलाई अहिलेसम्म थाहा छैन? के भन्नुभएको त्यस्तो केही बुझेन त हामी त। तपाईँको छोरी छ नि? हजुर त्यो मान्छेहरूले बोर्डर कटाइसक्यो भनेको नि इन्डियाको बोर्डर। को मान्छे भन्दै खोज्दै हुनुहुन्छ तपाईँले? को हुनु हजुरकै सम्झी र सम्झिनी? अनि के मेरो छोरी बोर्डर कटिसक्यो भनेर के तपाईँसँग केही प्रमाणको हिसाबले तपाईँ बोल्दै हुनुहुन्छ कि के कारणले बोल्दै हुनुहुन्छ? प्रमाण छ भने देखाउनु। प्रमाण छ हेर्नु हुने तपाईँहरू? हेर्ने मेरो सम्झी त त्यस्तो छैन। अब के गर्नु त मेरो छोरी त बोर्डर कटिसक्यो तिमीले बिहे गराइदिएन अनि परिवारले यसरी बेच्छ छोरीलाई यसरी बिक्री गर्न लान्छ। मलाई के थाहा त अब रुएर केही पनि फाइदा छैन जाउँ पुलिस थाना हामी। ल ल जाउँ हिँडे जाउँ। कता पुलिस थाना नमस्कार इन्सपेक्टर सर सन्चै हुनुहुन्छ? उहाँ चाहिँ मेरो छिमेकी गाउँको हो होइन। अनि उहाँहरूको चाहिँ छोरी होइन अब बाल बिहा गरेर होइन अब भनौँ न त्यो इन्डियाको बोर्डर कटाइसक्यो मान्छेले अनि उहाँहरू चाहिँ रिपोर्ट लेखाउनु भएको छ एकचोटि रिपोर्ट लेखाउनु पऱ्यो। रिपोर्ट लेख्दिनु हल्दा रिपोर्ट लेख घर कहाँ हो? उहाँको घर चाहिँ बुनु नछेक न मेरो घर चाहिँ बस्तीपुर हो। हिँड्नु न जाउँ तपाईँहरू पनि। उहाँहरूको छोरीलाई चाहिँ होइन अब बाल विवाह जस्तै लाग्यो होइन अब भनौँ न 12 पुगेर 13 वर्षमा हिँड्दै थियो
अनि अहिले चाहिँ के भयो भने उहाँहरूको चाहिँ बिहे भयो। अब अस्ट्रेलियामा पढ्ने छ अरे केटा चाहिँ, अनि ऊ चाहिँ अस्ट्रेलियामा गएको छ अरे भन्ने हामीलाई खबर आएको छ। अनि उहाँहरूको घरमा जानु पर्यो एकचोटि। केही प्रमाण छ? हुन्छ हिँड्नु न, प्रमाण जाऊ हिँड्नुहोस् न। मैले बढी गर्थेँ है नमस्कार। नमस्कार पुलिस सर। यहाँ के कामले आउनुभयो होला? हाम्रो बुहारी त माइत गएको थिए। माइत गएको थिए? यदि माइत गएको भए त हामीसँग हुन्थ्यो त। हामीसँग छैन, झुटो बोल्दै हुनुहुन्छ सम्धी। बुहारी खोइ त? मलाई पनि थाहा छैन। हामीलाई पनि थाहा छैन। थाहा नभएको भए तपाईँहरूलाई ज्वाइँलाई तपाईँहरूकै घरमा सुपिदिएको मेरो छोरी तपाईँहरूलाई थाहा छैन भन्दा लाज लाग्दैन? त माइत जान्छु भनेर गएको थिएँ नि त। गएको भए त आउनु पनि त आएको छैन, किन समातिनुहुन्छ? तपाईँहरू किन झुट बोल्नुहुन्छ त्यतिकै? कहाँ हामीले झुटो बोलिरहेको छौँ? नबुझाइ प्रमाण हेर्ने हो तपाईँहरू? खोइ प्रमाण हेरौँ त। इन्सपेक्टर साहब उहाँलाई समाउनु छिटो। समाज होइन समाज। कडा इन्सपेक्टर कडा अघिपछि अपराधीहरूको हुन्छ अन्त्य। यसलाई चाहिँ बोलेको छु आजबाट पल्पछ गई शान्तिलाई भन्ने नाना घर चिसो पुलिसले छानबिन गरेर लिएर आउँछन्। अब खाना पनि उहिले पाकेको सेलाइसक्यो होला। जाउँ बुढो खाना अब रोक्नुहोस्। तपाईँहरू कहाँ जालाङ भएको? ल अब कहाँ जानु र? छोरी अब पुलिसहरूले लिएर आइदिनुहुन्छ। अब हामी त अब खाना सिकायो, अब खाना खान जानु लाग्यो क्या अब होइन त बुढो? हो तपाईँहरूलाई खानाकै हतार छ है, आफ्नो छोरीको हतार छैन है? मान्छेको पेटमा कस्तो भोक लागिसक्यो। त्यस्तो होइन नि त। अब पुलिसहरूले अब छानबिन गरेर लिएर आइदिनु भइहाल्छ नि त। अब नानी हजुरले गरेर मेरो छोरी बिक्री हुनुबाट बचेको छ होइन, त्यसको लागि अब तपाईँलाई अब शब्द कुनै छैन क्या। अब कसरी चाहिँ धन्यवाद गर्नु? अब जसरी भयो नि मेरो छोरी बस्ने चाहिँ। अब त्यही कारणले अब यही आशा गर्दै हामी चाहिँ अब घर जान लाग्यो कि नानी। हामी गयौँ नाइ हुँदैन, तपाईँहरू अहिले घर नजाने। तपाईँहरूलाई पनि एउटा प्रमाण देखाउनु पर्नेछ। के प्रमाण देखाउनु परेको छ र? अनि तपाईँहरूले आफ्नो छोरी यत्रो उमेरको छ भनेर किन बाल विवाह त्यस्तो गर्नुभयो? अब सानै उमेरमा बिहे गर्यो भने पुण्य पाउँछ भन्ने सुनेर बिहे गरेको। पुण्य पाउँछ भनेर चाहिँ कुन शास्त्रमा लेखेको रहेछ त? ल मलाई बताइदिनु त। अब पहिले त 20 वर्ष नपुगिकन बिहे गर्यो भने त 3 वर्ष जेल सजाएर 75,000 जरिमाना दिन्छ। पे गर्नु हुँदैन। बुढो भन्दा बुढोले पे गरिदिएको मेरो कारणले होइन, मैले त भने हो। अनि थाहा रहेछ त तपाईँहरूलाई? यदि 20 वर्ष पारी बिहे गरी भने तपाईँलाई यति पनि थाहा छैन? थाहा छ, किन थाहा नहुनु र? थाहा छैन बुढो? मलाई भर्खर थाहा पाएको। अनि तपाईँहरूलाई यति पनि थाहा छैन भन्नुहुन्छ। अनि अहिले त समाज बदलिसक्यो। अब हेर्नु न, सिओसी क्लासहरू ल्याउँछ धेरै जस्तो मान्छेहरूले। अनि त्यहाँ पनि त हुन्छ नि अब पोस्टरहरू टाँसेको हुन्छ ठाउँमा। अनि त्योहरू पढ्नु हुँदैन तपाईँहरू? यावत कुराहरू भएर म नपढेको हो। 2 क्लास पढेछु म। जम्मा 2 क्लास भनेर हुन्छ त। अनि तपाईँको बुढो त पढ्नु भएको छ होला नि त?
म पनि पढाएको छु पढ्न त धेरै पढाएको छुइनँ हुन्छ अब हजुरहरू पनि बाटोमा पढ्नु भएको छ अब गर्ने र गराउनेलाई पनि अब त त्यति नै आउँछ 3 वर्ष जेल ल 70,000 जरिवाना छ तपाईँहरू जानु घरमै त जान लाग्छ पुरो घर जान्दै घरमा होइन तपाईँहरू पुलिस थाहा जानुपर्छ अहिले अब म त जादिनँ मैले त पे गर्दिनँ भनेर जो पुरो तिमी म त भागेँ मलाई कहाँ लानु भयो यो बुवाले त मार्ने भयो यो पुलिसहरूले अपराध गरेपछि सजाय पाउनै पर्छ तपाईँहरूको घर गाउँमा पनि यस्तो भइरहेको छ भने भनिदिनु है प्लिज हामी चाहिँ यो होइन अब सिओसीबाट हामीले चाहिँ छनौट गरेर राखेको छौँ यदि समुदाय र समाज बिचमा होइन यस्तो छ भने होइन भनिदिनु हामीलाई होइन अब हामीले पनि यत्रो होइन मिहिनेत गरेर नाटककला राख्यौँ अनि हजुरहरूको घर गाउँमा पनि अब यत्रो नाटक देख्दा यहीँ अब होइन अब जनता माविमा पनि यत्रो नाटक देख्दा तपाईँहरूको घर गाउँतिर पनि यस्तो भइरहेको छ भने होइन एक कान मात्र गरिदिनु अथवा भनिदिनु होइन आफ्नो छोराछोरीलाई पनि सम्झाइदिनु बे नगरिदिनु अहिले यत्रो सानो उमेरमा 20 वर्ष पुगेर मात्र बे गरिदिनु होला कोही छ त्यस्तो तपाईँहरूको घरतिर त्यस्तो भइरहेको छ भने भनिदिनु होला एउटा शब्द चाहिँ सुन्दिनँ है 20 वर्ष पारी बेवारी भनेर चाहिँ है बेवारी भन न बेवारी 20 वर्ष